अस्ति त हेरेको रोजीको हेरेको है आम्मा भनेको यस्तो मैले चुसेको गलक 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 भनेर चुसेको है यस्तो चुसे कति संस्कारी के दियो केली यहाँ सुन एक त कमेन्ट त भइहाल्छ नि यहाँ सुन केली तिमीलाई चाहिँ त्यो चुस्दाखेरि त्यो टुप्पी मात्रै अलिकति चाटेको मनपर्छ पुरै छिराको मनपर्छ चुस्दाखेरि मैले चुसेको छैन म नेपाल गएर ट्राई गर्छु यार मलाई त्यो अरूले चुसेको होइन तिम्रो अगाडि मैले विचार सोधेको तिमीले चुस्दाखेरि त्यो भित्र पुरै घाँटीसम्म पुराको मनपर्छ कि अलिकति टुप्पो मात्रै छ्या त्यो पहिला चाहिँ अब चुसेको अब थाहा त अनि घाँटीसम्म गयो भने त मरिहाल्छ नि मान्छे अनि छोरा मान्छेले भनेको यस्तो हो कि छोरा मान्छेले भनेको यहाँ सुन्न ग्याङ सबैले डबल ट्याप हान्ने कुरा हो ल है छोरा मान्छेले भनेको यस्तो छोरा मान्छेले चाहिँ नचाटी चित्त बुझ्दैन कि त्यो टिसी हुन्छ नि टिसी थ्याङ्क यू बिन्दास त्यो टिसीमा नचाटिकन चित्तै बुझ्दैन कि टिसीमा चाटेपछि अलिकति फार्ने हो फारेर हेर्दाखेरि त्यो भित्र चुमुक चुमुक गरेको छ भने रेडी होइन अनि र पनि भएन भने एकछिन तलमाथि के मजाले घोटेर खेलाउने हो जबसम्म पानी आउँदैन तबसम्म केही नगर कडा हो बिचरा केलीको पनि दूरबिन मुझे यहाँ सुन माचिक्ने जबसम्म केटीको फिलिङ्स केटाले झार्न पाउँदैन माचिक्ने बुझिस् नि कसो अरे केली जबसम्म केटीको फिलिङ म चाहिँ के भन्छु भने नि जब केटीको फिलिङ्स पनि बुझ्नु पर्यो नि केटी आयो भने फिलिङ्स बुझ्नु पर्यो कि मुझे गएँ घाँच गऱ्यो मुझे झारे केटाको इच्छा पुरा त्यो हुँदैन मुझे केटीको नि म मस्तले सुस्तले के गरेर हुन्छ केटीको पनि पुरै झारिसकेपछि मुझे केटाको झार्नु पर्यो माचिक्ने यस्तो हो कि सुन म झुट बोल्नु मेरो नि छिट्टै झर्छ सुन त मेरो नि पिलित्तै झर्छ पहिलो ठ्याक्का मेरो पनि झर्छ सुन यहाँ सुन म केटाले म भनिदिन्छु यस्तो गर्ने हो सुरुको ठ्याक्का नि केली त्यो बुबु पुतली खोज्दा खोज्दै झर्छ क्या पिलित्त झरिसक्छ अनि केटी रेडी हुन् तिमीहरू भनेको नोकिया फोन जस्तो ढिलो साथ हुन्छ हामी भनेको चाइनिज फोन जस्तो पिलित्त झर्छ तर केटा हो के गर्ने भने यहाँ सुन बरु एक लट बरु अगाडि झारिसक होइन अनि अर्को लट गर्दाखेरि चाहिँ बरु होइन त्यतिखेर ढिलो झर्छ नि त केटीलाई होइन केटीलाई पुरा फिलिङ्स ल्याउँदै ल्याइदिएर खेलाउँदा मुन्टामा हुन्छ केमा हुन्छ मासु यस्तो खेलाइसकेपछि मात्रै केटीको झरिसकेपछि मात्रै केटाले मान्छे झार्दा पनि हुन्छ कि माचिक्ने गयो घाँच बलात्कार गरेर जस्तो भइहाल्यो नि चिक्ने त्यो पनि मजा हुन्छ त्यो पनि सेक्स पनि यस्तो हुन्छ क्या केली यहाँ सुन छोरा मान्छेहरूको पहिलो ठ्याक भनेको त्यो खोज्दै झर्छ क्या पुतली बुबु नाइटो थाम्दै खोज्छ आज त्यो बुबुको त्यो आफ्नो बुढीको त ब्रा खोल्दै झर्छ तर केटा यसो गर के गर्ने भने सुरुमा यसो गर केटा हो सुरुमा बिस्तारो खुट्टाबाट थाम्दै ए लाडो मुजी टक्क होइन एक बोतल बियर खाइन्छ होइन त्यसपछि नाइटी लगाएको हुन्छ म त मेरो मात्रै मैले खतरा नाइटी किनेको छु होइन जालीवाला मारो आज त के गर यसले यार बन आज त बेलामा लाइभ हिँड्नुहुन्छ केटा अहिले आज अति करो यार मारो यसले शनिबार राति ठ्याक्नु अर्को पनि धेरै भयो बस्नै पानी पारो के चिक्न दिनुपर्ने एक ठ्याक दिनुपर्ने ए भाइ यसो गर्ने हो केटा हो सुरुमा शीघ्र स्खलन भन्छ छिट्टै झर्ने समस्या छ भने यसो गर्ने केटा हो पहिला आफ्नो ठ्याक हामीले ल्याएको केटीले मजाले राख्ने साथमै राख्ने अनि त्यहाँबाट बिस्तारै उसको त्यो बाहिरको लुगा आफै खोल्ने उसले आफै खोल्छ तर उसको पेन्टी र ब्रा चाहिँ बिस्तारै डोरीहरू मजाले खेलाइदिएर आफूले बिस्तारै ल्याउने घरि पेन्टी फारेर हातले खेलाइदिने होइन औँलाले खेलाइदिने पेन्टी फारेर घरि यताबाट घरि उताबाट अनि त्यहाँबाट ट्याक्कै औँलाले पानी बनाउने हो औँलाले आधी घन्टा जति मजाले औँलाले खेलाइदिने हो होइन दुधको मुन्टा चलाइदिने तल औँला हालिदिने नाइटोमा छोइदिने मुखमा चुप्प गरिदिने अनि आधी घन्टापछि ऊ पानी भएपछि मात्रै मजाले त्यो तुन्तुरेर टिसी खेलाउने टिसी यता चलाउने उता चलाउने त्यो इस्ट वेस्ट सबै चलाउने अनि टक्क पानी झारेपछि बिस्तारै हाल्ने हो कि त्यसको सास पुरै बढ्छ सास बढेपछि बिस्तारै हाल्ने हो अनि चाहिँ उसले मजा आउँछ होइन त्यसपछि त्यो सुरुको ठ्याक भित्रै झारिदेऊ कडा भित्रै झारिदेऊ अनि सेकेन्ड टाइममा ब्रेक हुन्छ एकछिन अनि ब्रेक भएर पनि भित्रै झारिदेऊ कोही साउ गयो तिम्रो ओइ त्यो होइन कि मैले हेरेको चिकामा कस्तो भनेको होइन एक लक त्यस्तो लङ टाइमसम्म चिक्दिने होइन नयाँ पेटमै झार्दै कि फुसी पनि झार्दै त्यसको 2 मिनटपछि फेरि कन्डम लगाएर चिक्छ यार
त्यो मजा हुँदैन, त्यो मजा हुँदैन। तवाको हो एक ठेक दिएर आऊ न, एक ठेक दिएर आऊ। के भन्दैछ हजुर? नाराको मुजी काम गर्ने साथी के त्यो पोटाटो कसले पकाएको भन्छ कि ऊ त्यहाँ टिप्दैछ हो, अनि मैले होइन भनेको माफी अखिल आज तर केलीको दुधहरू पनि ठुलो छ, यसको दुधहरू पनि है छाम्न त मजा हुन्छ यसको दुधहरू पनि। केलीको बिचरा जवानी खेरेको हौ, जवानी खेरेको यसको पनि। कसम यतिका दुध त कडम छाम्दै रातभरि घोडाचडी गर्दाखेरि त केली स्वर्ग पुग्छ मान्छे। तर यसको दुधहरू त टाइट छ है अरूभन्दा। अब अरूले छामेको छैन। लुच्छ तेरो दुध सबै बिगारिस्। खोइ एकचोटि उफ्री त त्यो अलिक लुज, त्यो दुध चाहिँ लुज छ भने उफ्रिँदाखेरि त्यो लथ्याक लथ्याक हुन्छ के, त्यो गाडीको त्यो सकअप जस्तो हुन्छ। टाइट दुध चाहिँ केही पनि हुँदैन, जति हल्लाएर के भन्दा यो केलीको दुध